मैले धेरै कुरा केही नभनौँ, कुरा उल्टाउने पाल्टाउनेहरूले धेरै खालका गर्न दिउँ। हामी देशलाई अगाडि बढाउँछौँ सुशासन र विकासको बाटोमा। संक्षिप्तमा भन्दा सुशासन र विकास अहिलेको आवश्यकताका दुईटा प्रमुख कुरा हुन्, एउटा सुशासन, अर्को विकास। यी कुराहरू हामी अगाडि बढाएर छोड्छौँ र तीव्र गतिका साथ अगाडि बढाउँछौँ। अहिले त्यही ध्यानमा छ सरकार। देशको अर्थतन्त्र साँच्चै खोक्रो रित्तो बनाएको रहेछ। त्यसभन्दा अगाडि वास्तवमा त्यति नबुझिकन कदम चाल्ने वा बुझेर नै देशलाई बर्बाद पार्न खोज्ने के हुन्थ्यो म भन्न सक्दिनँ। यति साह्रै नबुझ्ने त कसरी होला? यति साह्रै नबुझिकन कदम चालिएको त कसरी भन्न सकिएला? तर देशमा 7,000 आयोजना थिए जम्मा भने बजेट घोषणाभन्दा अगाडि एक रातमा 11,000 थपिया छ। देशभरि 7,000 योजना थिए, 11,000 थपेर 18,000 योजना पुर्याएर बजेट भद्रगोलसँग बाँडेर अब त्यसको पैसा कहाँबाट तिर्ने? पैसा छैन। फेरि राजस्वको अनुमान अघिल्लो वर्ष 24%ले डाउन छ, घटेको छ। अनुमानभन्दा कम वसुल भएको छ। 30% बढाउँछु भन्ने धाक लगाएर बनाएको छ।